अरे इन्डियाबाट एउटा टिम आएको थियो इन्टरनेसनल मिसन ओलम्पिक भनेर केमा देखेको न त्यसमा चाहिँ हामीले गोल्ड मेडल फर्स्ट टाइम लाइफभरिमा अहिलेसम्म 3 वर्ष भयो खो खेल्न स्टार्ट गरेको यो फर्स्ट गोल्ड मेडल हो यो चाहिँ लक्की मेडल भन्न चाहन्छु म चाहिँ नेक्स्ट यो पनि ब्याडमिन्टन अम्पायरिङ गरेको काठमाडौँ डिस्ट्रिक्ट यो पनि खोकै स्कुल लेभलको सर राम्रो खेल्छौ खेल्दै गर प्रायोरिटी दिँदै गर राम्रो हुन्छ भन्दै भयो घरबाट के छ सपोर्टिङ सुरुमा त थिएन सुरुमा 9 क्लाससम्म पुग्दाखेरि पनि थिएन जब नमस्ते आदरणीय दर्शक श्रोताबिन हजुर हेर्दै हुनुहुन्छ चर्चित इन्टरटेनमेन्ट टिभी म हजुरको साथमा छु नवराज शर्मा आज हामी बहुप्रतिभाशाली भाइ हुनुहुन्छ उमेर एकदमै सानै छ अन्डर 20 है अन्डर 18 सरी अन्डर 20 भित्रै आयो अन्डर 18 मा हुनुहुन्छ गुल्मीकै एकजना भाइ हुनुहुन्छ आउनुहोस् विष्णु भुषालजी हुनुहुन्छ उहाँसँग परिचय गरौँ उहाँको धेरै मेडलदेखि लिएर हजुरको अनि सर्टिफिकेटहरू छ 37 सर्टिफिकेट 19वटा मेडल त्यो पनि फरक डिफ्रेन्ट फिल्डको खेलहरूमा आउनुहोस् उहाँसँग कुराकानी गरौँ नमस्ते स्वागत छ हाम्रो टिममा धन्यवाद परिचय खुलाइदिनु मेरो नाम चाहिँ विष्णु भुषाल मेरो घर चाहिँ गुल्मी अहिले बसेर नवलपरासी आएर बसोबास गर्दैछु हजुरको अब फर्स्टमा धेरै मेडलहरू जितिसक्नु भएको छ खेलको क्षेत्रमा पहिलो खेलमै मेडल जित्नुभयो कि कस्तो पहिलो खेल भन्दा पनि दोस्रो खेलमा पहिलो खेलमा चाहिँ पार्टिसिपेट गरेन जो सानोतिनो गेम लोकल गेम खेलियो त्यसपछि दोस्रो गेममा चाहिँ अन्तर्विद्यालय गेम खेल्यो फुटबल त्यसमा चाहिँ फर्स्ट टाइममा फर्स्टै भयो त्यो मेडल चाहिँ कुन देखाइदिनु न एउटा त्यो मेडल चाहिँ विन्टर च्यालेन्ज कप 2071 ल 2070 मा हाम्रो विष्णुजीले यो मेडल जित्नु भएको रहेछ यसलाई साइडमा राखौँ है अनि त्यसपछि दोस्रो गेम चाहिँ कुन थियो दोस्रो गेम चाहिँ म्याराथन सेभ द चिल्ड्रेनबाट एउटा संस्थाबाट रेस फर सर्भाइभल भन्नेबाट त्यो चाहिँ यो थर्ड भएको मेडल अनि त्यसपछिको हामी आज मेडल सम्बन्धी नै मेन फोकस चाहिँ मेडल सर्टिफिकेट सम्बन्धी नै फोकस गरेर हामी उहाँको प्रतिभालाई देखाउन गइरहेका छौँ बहुप्रतिभा भएको हुनाले हामी धेरै पहिलादेखि नै हामी उहाँसँग भेट्ने प्रयासमा थियौँ हिजो पनि एउटा गेम भएको थियो है हजुर हिजो चाहिँ अन्तर्विद्यालय खो प्रतियोगिता भएको थियो कति भयो हिजो आज 29 गते भयो 27-28 मा 27-28-29 मा भएको थियो 29 भएको रहेछ पुसको हजुर ठिक छ अब हामी तेस्रो तर्फ लागौँ त तेस्रो मेडल त धेरै नै छ बथा नै छ मेडलको सबै प्राय इन्ट्री स्कुलमा भएको कम्पिटिसनको मेडलहरू सबै कुन स्कुलमा मङ्गल माध्यमिक विद्यालय किर्तिपुर है हजुर यहीँ किर्तिपुरमै छ हामी आज किर्तिपुरमै छौँ उहाँको आफ्नै रुममा छौँ अनि कतिवटा रहेछ स्कुलमा मात्र धेरै नै रहेछ स्कुलमा मात्र म्याक्सिमम् चाहिँ स्कुलबाटै पार्टिसिपेट हुनुभएको रहेछ किर्तिपुरमा कति क्लासदेखि पढ्दै म सानैदेखि यहीँ पढेको हजुर स्कुलिङ नै हजुर स्कुल नै यहीँबाट पढेको कतिवटा भयो हाम्रो 1 2 3 4 5 6 7 8वटा मेडल चाहिँ 8वटा छ मङ्गलबाटै उहाँले हासिल गर्नुभएको छ अनि त्यसपछि चाहिँ अन्तर्विद्यालय फर्स्ट भ्याली इन्टर स्कुल गेम खो भएको थियो त्यसमा पनि पार्टिसिपेट गरेको त्यसमा चाहिँ सेकेन्ड भएको थियौँ हामी मङ्गल माध्यमिक विद्यालयबाट रिप्रेजेन्ट गरेर खेलेको थिएँ खोमा इन्डियामा गएर पनि आउनुभयो है इन्डियाको इन्दोर गएर आएको हजुर त्यहाँको बारेमा बताइदिनु न त्यो त्यति बेलाको खेलको बारेमा त्यति बेला चाहिँ म त्यहाँ पार्टिसिपेट हुनुभयो म मङ्गल स्कुलमै पढ्दाखेरि 9 क्लासमा पढ्दै थिएँ 81 एउटा अफर आयो उहाँ प्रदीप सरले भन्नुभयो यहाँ रनिङ स्टामिना भएको स्टुडेन्ट को छ भनेर भन्नुभयो एउटा मेरो साथीले चाहिँ मेरो नाम लिदियो अनि म के होला यो खो भनेको थाहा थिएन अनि गएर ट्रेनिङ गरेँ आफ्नो पुरै 100% दिएर ट्रेनिङ गरेँ पछि 81 इन्डिया जाने चान्स आयो मेरो गेम पर्फर्मेन्स राम्रो भएर अनि हजुर इन्टरनेसनल एसियन खो च्याम्पियनसिपमा अनि 9 क्लासको फाइनल एक्जाम चलिरहेको थियो मैले एक्जामको मतलब नगरिकन खेललाई प्राथमिकता दिएर खेल्न गएँ इक्जाम दिनुभयो पछि आएर दिएँ
ए पछि हजुर गेम सकेर आएर एक्जाम दिएर गेम सकेपछि गेम चाहिँ हजुर पाउनुभयो उहाँ। हजुर त्यति बेला चाहिँ हजुरको टिम चाहिँ के कस्तो हामी चाहिँ क्लासमा पुगेको थियो थर्डसम्म भएको ब्रोन्ज मेडल लिएर आएको थियौँ हामी सबैले हाम्रो टिमले ए त्यसपछि हजुर ब्याडमिन्टनतर्फ पनि हजुर ब्याडमिन्टनमा चाहिँ अब फर्स्टमा चाहिँ लाइन्जर्सको साइडमा गएँ त्यसपछि हुँदा हुँदा अब भर्खर भएको थियो हाम्रो दसैँभन्दा अगाडि हजुर त्यो पुष्पलाल कप हजुर हजुर त्यसको लागि चाहिँ अम्पायरिङको कोर्स पनि गरेको थिएँ मैले सर्टिफिकेट पनि ल्याइसकेँ अब अम्पायरिङको लाइनतिर जाँदैछ ब्याडमिन्टनमा पनि हजुर अनि हाम्रो भदरगुलको कलाकार के राम्रो सितेबा उहाँको एउटा उहाँले आयोजन हजुर, गर्नुभएको हजुर। नेसनल त्यसमा चाहिँ त्यसमा चाहिँ हामी लाइन्जर्सकै भूमिका खेल्न गएको थियौँ उहाँ पनि हाम्रो रमाइलो भयो उहाँले एकदम राम्रो ढङ्गले गेम अर्गनाइज गर्नुभयो समापन गर्नुभयो हाम्रो रमाइलो भयो हजुर अनि हाम्रो अन्तिम लेटेस्ट मेडल चाहिँ कुन चाहिँ होला अन्तिम मेडल चाहिँ अस्ति भर्खरै इन्डियाबाट एउटा टिम आएको थियो इन्टरनेसनल मिसन ओलम्पिक भनेर क्यामेरा देखेर न एउटा त्यसमा चाहिँ हामीले गोल्ड मेडल फर्स्ट टाइम लाइफभरिमा अहिलेसम्म 3 वर्ष भयो खो खो खेल्न स्टार्ट गरेको यो फर्स्ट गोल्ड मेडल हो यो चाहिँ लक्की मेडल भन्न चाहन्छु म चाहिँ लक्की मेडल हजुर। है अनि हाम्रो यो चाहिँ कुन चाहिँ हो यो चाहिँ राखेपा नेसनल गेम राखेपा च्याम्पियनसिप भएको थियो रूपन्देहीमा त्यसको हजुर त्यहाँ चाहिँ हामीले थर्ड पोजिसनै ल्याएको मध्यमाञ्चलबाट रिप्रेजेन्ट गरेर खेलेको थिएँ त्यहाँ चाहिँ अनि यो चाहिँ यो फुटबलकै भयो फुटबलकै भयो है यो इन्डियाबाट ल्याएको चाहिँ यो मेडल भयो इन्डियालाई भयो हजुर। एउटालाई यो चाहिँ इन्दोरबाट लिएर थर्ड पोजिसन भएर आएको मेडल थर्ड पोजिसन हजुर। अति सुन्दर मेडल रहेछ हजुर यो चाहिँ सेकेन्ड युथ इन्डो यो कहाँको यो पनि इन्डियाबाटै आएको टिमसँग फ्रेन्डसिप म्याच थियो हजुर। अनि हामी चाहिँ गेम खेल यसमा चाहिँ सेकेन्ड भएको थियौँ सेकेन्ड हजुर हाम्रो यतातिर आउने भने 37वटा सर्टिफिकेट छ अब सर्लकै छ मैले भ्याएको चाहिँ भएको छैन यसमा चाहिँ सरस्वती सर्टकटमा किन हाम्रो दर्शक मित्र हाम्रो दाजुभाइ दिदीबहिनी आमा बुवालाई पनि थाहा होस् हजुर हाम्रो Describe गर्ने। प्रतिभा यसरी चाहिँ हाम्रो नेपालमा हुनुहुन्छ होइन यसलाई हामी सपोर्ट गर्नुपर्ने हुन्छ उहाँले यो यहाँ सुरु गर्छौँ है अब यसमा डेट वाइज हामीले राखेको छैन अहिले किनभने धेरै छ क्या तपाईँको चाहिँ मिलाएर अलिकति टाइम मिलिरहेको छैन अनि उहाँको फेरि अहिले ट्रेनिङ पनि पाइजानु पर्ने भएको हुनाले ल यसलाई सट्टा यसलाई अलिक बाँध्नु त्यसलाई त्यहाँबाट सुरु गरौँ हजुर यो चाहिँ स्कुलमा भएको स्पोर्ट्स फेस्ट मङ्गल स्पोर्ट्स फेस्ट किर्तिपुरको यो चाहिँ फेरि बास्केटबलको हो ए बास्केटबलको हजुर यसमा फर्स्ट सेकेन्ड भएको थियो सेकेन्ड भएको हुनुभएछ हजुर यो चाहिँ थर्ड स्टुडेन्ट ओलम्पिक ल यो यसमा चाहिँ सेकेन्ड भएको यसमा पनि अनि यो चाहिँ पार्टिसिपेन्ट सर्टिफिकेट सेलेक्सनको बेलामा अनि त्यसपछि यो चाहिँ इन्टरनेसनल इन्डिया खो खो ट्रायङ्गुलर फ्रेन्डसिप म्याच यसमा पनि थर्ड भयौँ हामी अनि यो चाहिँ मङ्गल स्कुलको इन्टर स्कुल खो खो कम्पिटिसनमा सेकेन्ड भएको सर्टिफिकेट अनि यो चाहिँ सबभन्दा लक्की सर्टिफिकेट एसियन खो खो च्याम्पियनसिपमा ब्रोन्ज मेडल लिएर यानि कि थर्ड भएर आएको सर्टिफिकेट यो चाहिँ नेसनल गेम राखेपा च्याम्पियनसिप त्यसमा पनि थर्ड भएको सर्टिफिकेट यो दुईवटा चाहिँ हिजो भर्खर इन्टर स्कुलको खो खोमा अब हामीले भोलिन्टियर अनि स्कुल ल्याएर कोचिङ गरेको मार्फत पार्टिसिपेन्ट भएको सर्टिफिकेट अनि यो चाहिँ स्कुलकै सर्टपुट कम्पिटिसनमा सेकेन्ड भएको सर्टिफिकेट यो फुटबलमा सेकेन्ड भएको फर्स्ट भएको सर्टिफिकेट फुटबलमा हजुर यो म्याक्सिमम तपाईँ खो खो खेल्नुभयो है हजुर म चाहिँ म्याक्सिमम खो खो खेलेको अनि यो चाहिँ म्याराथन क्रस कन्ट्री त्यसमा सेकेन्ड भएको सर्टिफिकेट हजुर यो चाहिँ फुटसलमा यसमा फोर्थ भयो तर सर्टिफिकेट मात्र पायो फोर्थ हजुर ठिक छ युवा खेलको समूह हजुर यो चाहिँ ब्याडमिन्टनको अम्पायरिङ गरेको सर्टिफिकेट हजुर अम्पायरिङको यो पनि ब्याडमिन्टनकै सर्टिफिकेट अम्पायरिङ गरेको हजुर है उहाँको रहेछ 61 हो अनि यो चाहिँ फुटबल स्वतन्त्र युनियन यो चाहिँ फुटबलको 11 साइड फुटबल टोखामा भएको थियो टोखामा भएको रहेछ हजुर नेक्स्ट यो पनि ब्याडमिन्टन अम्पायरिङ गरेको अम्पायरिङको काठमाडौँ डिस्ट्रिक्टको यो चाहिँ यो पनि खो खोकै स्कुल लेभलको सेकेन्ड सर्टिफिकेट हजुर यो चाहिँ स्पोर्ट्स क्लबको कुमुदिनी स्पोर्ट्स क्लबको स्पोर्ट्स टिचरको लागि एउटा सर्टिफिकेट यो चाहिँ इन्टरनेसनल ब्याडमिन्टनको लागि लाइन्सेन्स गरेको सर्टिफिकेट यो दसैँभन्दा अगाडि भएको हजुर यो अन्नपूर्णले आयोजन गरेको थियो हजुर यो चाहिँ यो पनि अम्पायरिङ गरेको ब्याडमिन्टनकै सर्टिफिकेट किपु भनेपछि हजुर यो चाहिँ सितेवा फाउन्डेसनबाट जेस्ट ब्याडमिन्टन क्लब सितेवा हाम्रो हुनुहुन्छ नि ठिकै छ उहाँको चाहिँ ब्याडमिन्टन क्लबबाट एम्पायरिङ गर्नुभएको थियो त्यो छ यो पनि
यो चाहिँ एम्पायरिङ गरेको सर्टिफिकेट पनि NAFFA ब्याडमिन्टनको रहेछ, हजुर यो पनि ब्याडमिन्टनकै हो, पनि ब्याडमिन्टन रहेछ, यो पनि इन्टरनेसनल ब्याडमिन्टनकै लाइन्सेस गरेको यो ब्याडमिन्टन चाहिँ रहेछ, यो चाहिँ इन्टरनेसनल खो खो रहेछ, हाम्रो नेपाल खो एसोसिएसन, यो चाहिँ सेकेन्ड स्टुडेन्ट ओलम्पिक खो खो रहेछ यो सेकेन्ड स्टुडेन्ट। अरू चाहिँ यता फ्रेममा छ हाम्रो यो अम्पायरिङको सर्टिफिकेट, अम्पायरिङको हाम्रो, अनि यो पनि बास्केटबलको सर्टिफिकेट, मङ्गल कलेजको स्कुल, यो पनि म्याराथन रेस फर सर्भाइभल, काठमाडौँ, यो पनि म्याराथनको, यो अम्पायरिङ बोसी गाउँमा भएको थियो यसको अम्पायरिङको सर्टिफिकेट, यो म्याराथनको सर्टिफिकेट, यो चाहिँ फर्स्ट सर्टिफिकेट इन्टर स्कुल फुटबल भएको बेलामा सुरुको हजुर फर्स्ट सर्टिफिकेट। अनि हाम्रो यो यहाँबाट सानोबाट जाउँ, यो चाहिँ बुल्समा भएको ब्याडमिन्टन गेमको लाइन्सेसको एउटा टोकन अफ लभ, हाम्रो यो फर्स्ट भ्याली इन्टर स्कुल खोको टोकन अफ लभ, मायाको चिनो, हजुर यो मायाको चिनो ब्याडमिन्टनको, यो चाहिँ एसियन खोको अब उताबाट थर्ड भएपछि हरेक प्लेयरलाई दिनुभएको थियो उहाँहरूले सबैको लागि। अनि यो चाहिँ सेकेन्ड इन्डिया भर्सेस नेपालको फ्रेन्डसिप म्याचको यो ठुलो ट्रफी। हजुरले देखिसक्नु भयो होला, अब गर्न त भ्याउनु भयो भने उहाँको धेरै जसो चाहिँ खो मा हजुरले इन्ट्रेस्ट राख्नुभयो, हजुरले एउटा चाहिँ फुटबल खो अनि ब्याडमिन्टन तिनवटा, हजुर अनि म्याराथनहरू त म्याराथन त कमन भइहाल्यो। तिनवटा गेम मध्ये हजुरलाई तिनवटा गेम मध्ये हजुरलाई एकदम मनले खाएको गेम चाहिँ कुन? मनले खाएको गेम त फुटबल थियो हजुर, 9 क्लाससम्म नै फुटबल खेलिरहेको थिएँ। 81 युटर्नबाट फेरि सरहरूले भनेर खो खेल्न थालेँ, खोबाट फेरि फर्स्ट चान्स चाहिँ इन्टरनेसनल गेम खेल्ने चान्स पाएँ, अनि मेरो पनि मन बदल्यो, अनि खोतिर जान थालेको अहिले चाहिँ। खोमा इन्सपायरिङ गर्ने कोही खेलाडी? इन्सपायरिङ गर्ने खेलाडी भन्दा पनि सुरुमा चाहिँ प्रदीप सर हुनुहुन्छ, हजुर उहाँलाई एकदम बधाई दिनु थ्याङ्क यू भन्न चाहन्छु। त्यसपछि चाहिँ हाम्रो पवन महर्जन, उहाँ इन्टरनेसनल खेलाडी हुनुहुन्छ अहिले, उहाँलाई पनि एकदम धन्यवाद दिन चाहन्छु, हामीलाई एकदम मिहिनेत गरेर ट्रेनिङ दिनुभएको थियो। हजुर अनि हजुर जस्तो फुटबलतिर लाग्दाखेरि फुटबलमा चाहिँ को हुनुहुन्छ हजुरको इन्सपायर गर्ने? त्यही मङ्गल स्कुलबाटै पुष्कर महर्जन भन्ने हाम्रो साइन्स टिचर हुनुहुन्थ्यो, उहाँले पनि धेरै इन्सपायर गर्नुभयो। अनि हाम्रो यो दाईहरू हुनुहुन्थ्यो, साथीहरू थियो, सबले राम्रो खेल्छौ, खेल्दै गर, प्रायोरिटी दिँदै गर, राम्रो हुन्छ भन्दै उहाँ। घरबाट के छ सपोर्टिङ? सुरुमा त थिएन, सुरुमा 9 क्लाससम्म पुग्दाखेरि पनि थिएन। जब 81 म इन्डिया गएँ सबैजना चकित पर्नुभयो, त्यसपछि अनि स्पोर्ट्समा प्रायोरिटी दिनु इन्डिया पनि गएर आयो भन्ने कुरा भयो है। नत्र नेपालमा मात्र गर्दाखेरि यसले चाहिँ गरिखाला त्यस्तो सोच कसैको आउनु थिएन। हजुरलाई के लाग्छ खेलकुदबाट के छ नेपालमा स्कोप? अब हजुर त अब यति धेरै पैसा धेरै अनुभव भइसक्यो है, के भन्छ अब नयाँ कोही भाइ बहिनीहरूले ओहो दाइले धेरै मेडल पाउनुभयो, मलाई पनि यस्तो मेडल पाउनु छ भनेको नयाँ अब पहिला चाल्ने कोही पर्सनलाई हजुर के भन्न चाहन्छ? खेलकुदबाट के छ नेपालमा स्कोप? जुन कुनै खेलकुद पनि खेलकुदमा स्कोप छैन भन्ने चाहिँ छैन होइन। अब आफूले खेल्दै जानु पऱ्यो, अब रेगुलर ट्रेनिङ गर्दै जानु पऱ्यो, आफ्नो फिजिकल फिटनेस स्टामिना जे चाहिन्छ सबै गर्नु पऱ्यो, स्कोप छ। अब नेपालमा ट्रेनिङ गर्दै गयो प्लेयरले एउटै टुर्नामेन्ट भएन भनेर कोही स्टप गर्छ नि, त्यस्तो चाहिँ गर्नु हुँदैन। ट्रेनिङ गर्दै जाने, मिहिनेत गर्दै जाने, मिहिनेतको फल त अब निकै पनि राम्रै हुन्छ। त्यसको लागि अब इन्टरनेसनल चान्स 81 नै आउँछ कि, जहिले चाहिँ आउँदैन मान्छेलाई। अब कुनै काम गर्नु पऱ्यो भने 81 कामको अब केही त गर्न सक्दैन कामबाट, त्यही भएर ट्रेनिङ गर्दै जाने, केही गर्दै जाने, पछि आफूलाई एकदम फल चाहिँ राम्रै पाइन्छ। अनि हजुरलाई यो खेलकुद बाहेक अरू केमा रुचिहरू छ? हबी चाहिँ अरू त्यति खासै छैन, एउटा सिङ्गिङ अलिअलि गर्छु, अरू त त्यति छैन। कुन गीत, कस्तो खालको गीत मनपर्छ हजुरलाई? मलाई त ऱ्याप र पपमा त मनपर्छ। ऱ्याप पपमा मध्ये कुन चाहिँ गायक मनपर्छ? ऱ्यापमा त समीर घिसिङ, भिटेन, त्यसपछि आशिष राणा, लाउरे। हजुर भिटेनको एउटा गीत गाइदिनु न। भिटेनको छोटो सर्टकटमा एउटा कुनै
गाउँछु हाँसरी 11 वर्ष हुँदा सङ्घर्ष गर्न थाले ऱ्यापको बाटोमा निरन्तर पाइला चाले एमएनएम जस्तो बन्न लामो कपाल खरिफाले हिपहप ड्रेस अनि खाटीमा सिक्री हाले फिटेन भनी आफूलाई ऱ्याप हान्ने फुच्चेमा बाल दिएन दुखी मलाई कसैले बुझेन दुःख पोख्न खोज्छु गइदिन त खुचेर अति भयो अब हान्नु पर्ला थुचेर आज शब्दले गर्दा मेरो आत्मा भड्कियो धेरै बोल्न थियो तर मेरो घाँटीमा अड्कियो दियो मलाई घाउ चोट दुखिसक्यो टाउको गीत रेकर्डिङ गर्नलाई पैसा चोरे बाउको सोचको खाल्टो मेरो एकदमै गहिरो कहिले काहीँ जान्छ दिमागमा पहिरो अति भयो वाक्क दिक्क धेरै सही हो थ्याङ्क यू लाउरे हुन्छ हाम्रो हजुर उहाँको मनपर्ने त छ उहाँको गीतको लिरिक्स त याद गरेको छैन त्यति छोटो भयो भने हुन्छ उहाँको सुपारागा भन्ने गीत अलिकति याद छ कथा हो यो मेरो टोलको नसामा त्यो सब झोलको पातुलो आँखाको मर्त्यो पातुलो सम्माहरू चारैतिर जम्मा म लेखेको जोइन्टले आँखा मेरो टम्मा फस्दैछु त्यो केटीको मोहनीको भोमा बोतलको साथ अनि होटलको रात पानी नजिकिने क्रममा मान्छे अब त्यति थाहा छैन मलाई लिरिक्स याद छ धेरै धन्यवाद छ हजुरलाई अनि यो बाहेक अरू अहिले कतिमा पढ्दै हुन्छ अहिले 12मा हजुर सब्जेक्ट लिएर पढ्दै हुन्छ अनि एजुकेसन फ्याकल्टीमा मेजर इङ्ग्लिस र हेल्थ एन्ड फिजिकल लिएर अब कलेज स्कुल भनौँ है हजुर स्कुल भएको छ 12 पढ्दाखेरि जस्तो तपाईँको गेम सेम हुँदाखेरि बिदा लिने पर्यो सरहरूले कति सपोर्ट गर्नुहुन्छ सरहरूले अब स्कुलबाट कति एकदम धेरै नै सपोर्ट गर्नुहुन्छ त्यसमा कुनै मतलब घरबाट ड्याड मम्मी मतलब प्यारेन्ट्स बोलाउनु पर्ने त्यस्तो केही छैन अब सरहरू एकदम फर्स्टमा चाहिँ मैले अब जानेको कुरा चाहिँ विश्वास भएपछि जे पनि हुँदो रहेछ सरहरूले एकदम विश्वास गरेर मलाई प्रायोरिटी चाहिँ गेममा धेरै दिनुहुन्छ ल ठिक छ अनि घरमा कति को हुनुहुन्छ घरमा बाबा मम्मी हजुरबुवा भाइ हामी 3 भाइ छौँ दाइ म चाहिँ माइलो अनि अहिले चाहिँ दाइ आएर बसिराख्नु भएको छ छेउछाउको तितो माजाको मिठो भन्ने छ नि हाम्रो तर मिठो भएर धेरै जितेको है अनि घरमा अरू दाजुभाइ है दाजुभाइ दाजुले के गर्नुहुन्छ दाइ पनि +2 पढिराख्नु भएको छ अहिले हजुर सँगसँगै एउटै लेभल तर कलेज चाहिँ भाइले अहिले 8 क्लासमा पढ्दैछ हजुर ठिक छ बाबा मम्मी पहिले नि सबैजना अहिले बाबा चाहिँ अहिले कोरिया हुनुहुन्छ हजुर मम्मी चाहिँ यहीँ हुनुहुन्छ ठिक छ भने तपाईँ स्कुलिङ सानैदेखि यहीँबाट भयो हजुर सानैदेखि यहीँ पढेको तपाईँ चाहिँ स्कुलमा पार्टिसिपेट हुँदा हजुर हजुर फेरि अहिले अस्ति हिजो 28-29मा इन्टर स्कुल गेम पनि सम्पन्न गरियो हजुर नेक्स्ट अहिले के हुँदैछ अब चाहिँ 8औं राष्ट्रिय खेलकुदको जुन बर्दियामा हुन लागेको छ त्यसको तयारी गर्दैछ हामी सबैजना केमा चाहिँ पार्टिसिपेट खोखोमै हजुर हैन अनि स्कुल कलेजबाट कतिजना पार्टिसिपेट हजुर मात्र हो कि होइन स्कुल कलेजबाट त धेरै नै छन् अब मेन बोइज भन्दा नि हाम्रो स्कुल कलेजबाट चाहिँ गर्ल्स धेरै छन् हजुर मैले क्वेसन खोज्न गइरहेको थिएँ गर्ल्स र बोयमा को चाहिँ म्याक्सिमम प्रायोरिटी कसले पार्टिसिपेट गरेको रहेछ प्रायोरिटी त बोइजलाई गर्ल्सलाई बराबर थियो तर इन्ट्रेस्ट चाहिँ गर्ल्स धेरै देखाइरहेको हजुर गर्ल्सबाट दिनुभएको छ बोइजमा कतिजना हुनुहुन्छ बोइजमा मङ्गलबाट 3 जना अनि गर्ल्समा त 7-8 जनै हुनुहुन्छ हजुर भनेपछि यो कहिले हुँदैछ यो अब यो फागुनको फर्स्ट विकमा हुने भन्ने कुरा आइरहेको छ फागुनको फर्स्ट विकमा पनि बर्दियामा हाम्रो विष्णुजी जाँदै हुनुहुन्छ उहाँलाई अग्रिम बधाई तथा शुभकामना दिन चाहन्छु हाम्रो चर्चित इन्टरटेनमेन्ट धन्यवाद दर्शक तर्फबाट पनि अब हजुरको यो हाम्रो अब यो मध्यभाग भन्दा पनि कटिसक्यौँ है मध्यभाग भन्ने विषय सरी मध्य भाग कटिसक्यो अब हाम्रो यो सानो एउटा रमाइलो सेगमेन्ट छ क्या मध्य भाग गर्दासम्म त्यसमा कस्तो हुन्छ भने मैले तपाईँलाई कुनै क्वेसन सोध्छु त्यसमा तपाईँले 3वटा हजुर एन्सर दिनुपर्ने हुन्छ 3वटा एउटा क्वेसनको 3वटा एन्सर हजुर तपाईँ एन्सर दिनु है त हुन्छ नेपालमा मनपर्ने खेलाडी 3टा खेलाडी अहिले त एकदम फेमस भइरहेको सन्दीप लामिछाने त्यसपछि अनि विमल घट्टी मगर फुटबलर अनि त्यसपछि अर्को छ रोहित सिंह अनि फिमेलमा त त्यतिकै ब्याडमिन्टनको नङसाल तामाङ अनि अर्को हुनुहुन्छ हाम्रो ननिता महर्जन बडी बिल्डिङको लागि हजुर जानुभएको थियो उहाँ अनि त्यसपछि आएर लिटल प्रिन्स हुनुहुन्छ प्रिन्स के अरे
ब्याडमिन्टनमा अहिले भर्खर विराटनगरमा फर्स्ट पनि भएर आउनुभएको थियो उहाँको हजुर अब मनपर्ने एकजना नेताजीको नाम नेताजी केपी ओली किन मनपर्यो? हजुर उहाँ अलि मैले प्रायः इन्टरभ्यू हेरिरहेको हुन्छ अलिक कमेडी टाइप्सको इन्टरभ्यू पनि दिइराख्नुहुन्थ्यो अस्ति भर्खर एउटा दिनुभएको थियो सन्दीप लामिछानेको बारेमा नेपालीले पायो भने गर्छ है सन्दीपले 2-3वटा बल के फालेको थियो चम्क्यो उहाँले त्यो हँसाउनु भएको नेपालीले पायो भने गर्छ 2-3 बल फाल्यो सन्दीप चम्क्यो म चाहिँ एकदम इन्ट्रेस्ट लाग्यो त्यो हेर्नलाई त्यसपछि अनि ल ठिक छ। अनि बिजनेसम्यान एकजना बिजनेसम्यान त हाम्रो सिजी ग्रुपको हुनुहुन्छ हजुर विनोद चौधरी त्यसपछि अब तपाईँको नेपालमा मनपर्ने 5वटा प्लेसको नाम प्लेस पोखरा अनि त्यसपछि इलाम अनि अहिले फेमस आएर कालिम्चोक हजुर त्यसपछि उता मेरो आफ्नै गाउँमा नवलपरासीमा एउटा सिजी टेम्पल छ वहाँ पनि एकदम रमाइलो छ 4वटा। अनि त्यसपछि खेलाडी भनेपछि राष्ट्रको एक गहना पत्रकार खेलाडी बिजनेसम्यान भनेपछि त्यसमध्ये पनि डिफ्रेन्ट फिल्डमा फुटबल ब्याडमिन्टन अनि खोखोमा अत्यधिक मेडल तथा सम्मानपत्रहरू प्राप्त गर्नुभएको हाम्रो विष्णु भुषालजी हुनुहुन्छ। उहाँले 2टा शब्द आफ्नो अब आगन्तुक अपकमिङ नयाँ हाम्रो भाइ बहिनीहरू हुनुहुन्छ खेलतर्फ लाग्नुहुने उहाँको बारेमा उहाँले के भनिदिनुहुन्छ? अब जुन गेम खेले पनि सबैलाई ट्रेनिङ गर्दै गर्ने आफ्नो इन्ट्रेस्ट देखाएर खेलिराख्दाखेरि अब स्कोप छ हरेक गेममा। अब उहाँहरूलाई चाहिँ अब एकदम खेल्नुहोस् अब घरमा एकदम अब हुन्छ नि कहिले नदिने हुन्छ नि घरमा मनाएर आफै खेल्न आउनुहोस् ट्रेनिङको टाइम मिलाउनुहोस्। अब गेम भनेर कोही कोही त नपढ्ने हुन्छ तर गेम खेलेर पढ्नु पनि पर्छ हल्का टाइम पढाइलाई पनि दिनुपर्छ तर ट्रेनिङ पनि आफूले भित्रैबाट गरेपछि केही गर्न सकिन्छ। खाली समयमा चाहिँ हबीको रूपमा चाहिँ लिँदा पनि केही फरक पर्छ किनभने इन्ट्रेस्टै देखाउनु पर्यो त्यसरी गर्दा फेरि हुन्छ। अनि हाम्रो यो घरमा तपाईँ नेपालमा मेडल जित्दा पनि घरबाट के रेस्पोन्स आउँथ्यो? बेलुका तपाईँ घरमा आउँदा त मेडल लिएर आउनुहुन्थ्यो हजुर फर्स्ट रेस्पोन्स चाहिँ कस्तो फर्स्ट पहिलो मेडल लिएर आउँदाखेरि घरको रिएक्सन कस्तो थियो घर परिवारको? फर्स्टमै मेडल लिएर आउँछ मम्मीको स्माइल हजुर त्यसपछि हजुरबुवा हुनुहुन्थ्यो दाई भाइ सबैको अब बधाई दिन थाल्नु भयो मलाई पनि एकदम खुसी लाग्यो। साथीभाइबाट कस्तो रेस्पोन्स आयो? साथीभाइबाट झन् एकदम धेरै पहिल्यैदेखि नै गेमप्रति नै एकदम इन्ट्रेस्ट देखाउँथ्यो साथीहरूले पनि अनि गेम खेल भन्थ्यो अनि म खेल्थेँ। अहिलेसम्म साथीहरूलाई सम्झाउन चाहनुभयो भने हजुर कुन चाहिँ साथीलाई सम्झाउन चाहनुहुन्छ खेल सम्बन्धी साथी? एउटा हाम्रो खोखोमै छ राजन बल भन्ने उसले एकदम सपोर्ट पनि गर्छ अब हरेक अब हुन्छ नि इमोसनल्ली मेन्टल्ली सबै उसो स्ट्रङै छ ऊ पनि फिजिकल्ली पनि स्ट्रङ छ तर उसले अब डेली लाइफमा अब प्यारेन्ट्स बाहेक अरू पनि हुन्छ भन्थे साथी एउटा छ ऊ राजन बल एकदमै सम्झिन चाहन्छु। अब यो खेल मात्र हो कि हजुरको एक्स्ट्रा चलचित्रहरू हेर्ने गीत सङ्गीत सुन्ने के छ? फिल्ममा त पहिला जस्तो इन्ट्रेस्ट चाहिँ लाग्दैन आजकल फिल्म त्यति हेर्दिनँ अब घरमा टिभी हजुर टिभी वर्ल्ड कप पछि टिभी खोलेकै छैन अहिलेसम्म। ए हजुर वर्ल्ड कप पछि टिभी नखोल्ने व्यक्ति ध्यान हेर्नुहोस् हाम्रो विष्णु भुषालजीलाई टिभी नै खोल्नु भएको छैन अरे त्यही भएर धेरै मेडल जित्नु भएको छ। टिभी भनेको एउटा तपाईँको इन्टरटेनमेन्ट हो उहाँ आफै इन्टरटेनमेन्ट गरेर उसलाई इन्टरटेनमेन्ट दिँदै हुनुहुन्छ भने आफै इन्टरटेनमेन्ट कति हेरिरहनु पऱ्यो होइन मलाई फुर्सद भएन त्यसरी बुझ्नु पऱ्यो है। अनि यति धेरै मेडल दिँदाखेरि अर्को एउटा रमाइलो सेगमेन्ट अन्तिममा हुन्छ कि हाम्रो अन्तिममा छ हामी कार्यक्रमको अन्तिममा छौँ। यति धेरै मेडल ल्याउनु भयो अब अनि केटी साथीहरू कति बनाउनु भयो त? किन धेरै यो खेल सम्बन्धी केटी साथीहरू हाम्रो केटी लेडिज मित्रहरू त एकदम धेरै हुनुहुन्छ। कति हुनुहुन्छ साथीहरू केटा तर्ने हुनुहुन्छ मैले देखाएको छु ग्रुपमा होइन केटी साथीहरू चाहिँ कतिको बनाउनु भएको छ नेसनल तथा इन्टरनेसनल? पहिला नेसनल कुरा गरौँ। नेसनलमा त धेरै नै हुनुहुन्छ अनि मैले प्रपोजल आउँछ कस्तो सिधै प्रपोजल आउन त आउँछ तर धेरै चाहिँ आउँछ अलिअलि आउँछ सिधै ल विष्णुजी भनेर तपाईँको चाहिँ कुराकानी हुन्छ कि कसरी फोनबाटै हुन्छ कि फेसबुक फर्स्टमा त फेसबुकमा हुन्छ अनि के नाम राख्नु भएको? मेरो त विष्णु भुषाल नै छ। लेडिज मित्रहरू विष्णु भुषाल नाम छ
फोटो पनि आफ्नै हजुर आफ्नै छ सिङ्गल हुनुहुन्छ हजुर सिङ्गल चान्स मार्ने मौका एकदम हाई छ लेट गो अनि ठिक छ ल यो पनि भयो रमाइलो सेगमेन्ट अन्तिममा के भन्न चाहन्छ हाम्रो दर्शक आमा बुवा दाजुभाइ दिदीबहिनी अनि हाम्रो नयाँ कोही हाम्रो भाइ बहिनीहरू जसले पढाइको साथसाथै खेललाई पनि म अगाडि बढ्न चाहन्छु भन्ने हुनुहुन्छ उहाँलाई चाहिँ के अन्तिममा के भन्न चाहन्छु उहाँहरू सबैलाई चाहिँ अब आफ्नो छोराछोरी दाइ भाइ अब कोही हुनु खेलिराख्नु भएको छ भने एकदम सपोर्ट गरेर खेलप्रति इन्ट्रेस्ट देखाउँछ भने गेममा धेरै प्रायोरिटी दिनुहोस् अब हजुर प्यारेन्ट्सको लागि अनि खेलाडी साथीभाइहरूको लागि चाहिँ जुन गेम खेले पनि मनभित्रबाट नै खेल्नुहोस् अब कहिले खेल्ने कहिले नखेल्ने चाहिँ नगर्नुहोस् रेगुलर ट्रेनिङ गर्नुहोस् अनि त्यसपछि च्यानललाई सब्सक्राइब लाइक सेयर पनि गरिदिनु होला खेलाडी साथीभाइहरूको लागि चाहिँ जुन गेम खेले पनि मनभित्रबाट नै खेल्नुहोस् अब कहिले खेल्ने कहिले नखेल्ने चाहिँ नगर्नुहोस् रेगुलर ट्रेनिङ गर्नुहोस् अनि त्यसपछि च्यानललाई सब्सक्राइब लाइक सेयर पनि गरिदिनु होला